बास बस्ने हो कि उहाँको के हो ठिक छ हजुर अब यो के पनि राख्नुभयो हजुर के को लागि राख्नुभयो होला कसरी राख्नुभयो होला के हो हजुर फुल फुलेको थियो अरे हजुर फुलको बासन हजुर कहाँ फुलेको छ कहाँ फुल फुलेको छ हजुर रहेछ आउँदाखेरि हजुर फुल फुलेको छ अरे हजुर हजुर अनि हजुरहरूले यो गल्ती पो गर्नुभयो कि यहाँ होइन बा अरू कतै थियो कि फुलको बासेर हिँडेको के हजुर पर यसो हिँड्दाखेरि र उहाँलाई पढाइ नगर हिँडेको त्यसो भए यसो गरौँ न हामी अब भित्रै बसेर गफौँ होला कि के गर्नु त साँच्चै हो भने चाहिँ अब फुल चाहिँ छैन है हाम्रोमा गफ चाहिँ गरौँ होइन फुल चाहिँ छैन हजुर त्यसो भित्रै बसेर गफ गरौँ त त्यसो नझुटिनु होला भरे अप्ठ्यारो यो हाम्रो लागि त सही ठाउँमै आएको छौँ ल त्यसो भएदेखि यसो भित्रै बसेर के रहेछ अब कति टुक्रादेखि कहाँदेखि आउनुभयो के मामाहरू Mami. हजुर यता पछि के भयो जस्तो यो खुसी त खुसी नि यता तर हामीलाई बुझ्छ हामीलाई थाहा छैन देउलाम थाहा छैन हजुरहरूले सबै हाम्रो भयो जति सबै आउनुभयो कोही कोही बाहुनाहरू चाहिँ आइपुग्नु आइपुगेन उता गएर बस्नु नि यो ल्याउनु सबै यहाँ त बोलाएर ल्याउनु पर्छ होइन अब उहाँले ल्याउनु पर्ने हो नि त हामी त अब चिन्दैनौँ नि त को हो उहाँको मान्छे साथी को हो होइन सुन्नु भयो तपाईँहरू सबै आउनु हो तपाईँहरूको सबै मान्छे आउनु यस्तो खालको छ यहाँ जङ्गलको बिच छ तपाईँहरूले आफ्नो मान्छे सबै लिएर आउनु होला भरे तपाईँहरूको साथी बेहुला हुन्छ त आउनुहुन्छ है सबै प्रोग्राम होला तपाईँहरू कतिजना हुनुहुन्छ के हुनुहुन्छ आमा बोलाउनु भन्छ यता बस्नु यो जता बस्दा भयो विषयतिर प्रवेश गरौँ न अब विषयतिर प्रवेश गर्नु पऱ्यो उहाँहरूबाट पो गर्नु पऱ्यो अब के लागि आउनुभएको छ अब हामी घरभित्र बाटो हिँड्नुपर्छ हामी के हुन्छ भने एउटा हाम्रो संस्कार धर्ममा पनि अलपत्र परेको मान्छेहरूलाई घरमा राख्ने एउटा चलन छ भन्नुभयो हामी होइन पछिसम्म उहाँहरू पस्नुभयो अब के को लागि आउनुभएको त रहेछ तपाईँ अब कहाँबाट आउनुभएछ छोरी चोर आउनुभयो अब उहाँहरू बोल्नु थाल्नु बोलेर होइन बोल्ने बाटो चाहिँ गर्नु पऱ्यो यहाँ त त्यसै
तपाईले हुनुहुन्छ के अलिक अनि फुल फुलेको थियो अरे तपाईँहरूको घरमा गाउँमा 2 बोतल फेरि यस्तो बासन बोतल त छैन बासन भेटै छ 2 बोतल सुन्दा सुन्दै हजुर अनि यहाँनिर फुलको बासन चलो आउनुभएछ योलाई चाहिँ म लगेर खाँदैको छु है होइन के हो म त खानु होइन यहाँ अलिक चाहिन्छ यो होइन यो त यसो बाटोमा पस्ने भन्नु भएको नि त एकछिनमा खानु लाग्यो अनि फुलको थुङ्गा माग्नु अब यहाँ त खोइ फुल चाहिँ छ जस्तो त लागेन कि छ कि छ त फुल फुलेको छ त